Welcome back to my new vlog. Guys, आज चाहिँ यो दसैँ and happy दसैँ to all. Guys, happy दसैँ. Guys, पिङ हेर्ने उठाउ पिङ. Guys, अब टिका पनि लगाउन थाल्यो. अब एकैछिनमा सुरु हुन्छ त्यही भएर म लुगा लिन जान थालेको. त्यहाँ तल रुममा लुगा. Guys, यो चाहिँ मेरो तल रुम. यहाँ चाहिँ म त्यति आएर आउँदैन. अक्कल चुक्कल मात्र हो. गाइस टी-शर्ट खोज्यो भेट्दैन त एकचोटि ममलाई सुन्नुपर्छ टी-शर्ट खोज्यो भनेर. गाइस कुर्सी माथि खरे यो क्या हो यो त रियल म्याड्रिडको जर्सी मात्र हो त के हो. मेरो टी-शर्ट त भेटेन एकचोटि स्लिप्स चाहिँ खोजौँ न. यता अन्त देखाउँछु. ल गाइस सोच्नु त यस्तो हुलमुलमा मेरो लुगा कहाँ होला. म तपाईहरुलाई खोजेर देखाउँछु रुनु. ल गाइस कहाँ हरायो यहाँ नि छैन कहीँ छैन के हो. स्लिप चाहिँ भेटेन के. ल गाइस अब माथि गएर ल यो आउँथ्यो नि किने यो चाहिँ माथि गएर घर चाहिँ अलिकति पुरा रेनोभेट गर्नुपर्छ. यसो सब्सक्राइब हानिदिनु. सो गाइस मेरो बडी हेर्नुहोस्. ब्याक पनि हेर्नुहोस् बडी त्यति सिक्स प्याक त्यति. गाइस मेरो फाइनल लुक. सो गाइस मेरो फाइनल लुक हेर्नु होला. ब्यागी पनि साइड पनि. सो गाइस मेरो जुत्ता चाहिँ हेरिदिनु. भ्यान्स. गाइस यो चाहिँ दसैँको लागि हाम्रो नेवारी परिकार अहिले टिका सिका लगाएर खानको लागि यहाँ चिउरा मासु बारा चना दही छ. सो गाइस मेरो जुत्ता चाहिँ हेरिदिनु. भ्यान्स चाँदैको छैला स्कुटी छ है. म चाहिँ अब जुत्ता लाउनु थालेँ. सो गाइस जुत्ता चाहिँ भ्यान्स होइन. मोजा चाहिँ अब नाइकी लाउनु थालेको मैले. गाइस म चाहिँ एकछिन यसो बाहिर गएको पिङ खेल्न. कोही छैन होला सायद पिङ खेल्ने हल्का. गाइस यो चाहिँ पिङ यति राख्या. यो चाहिँ मेरो ठुलो ट्रक. गाइस यो चाहिँ मेरो दिदीको घर. गाइस म चाहिँ दिदीहरूको घर गएर आएको. सो गाइस अब बुवालाई चाहिँ आमाले टिका लगाइदिनु भएर बुवाले ठुलो टिका लगाउँदै हुन्छ. सो गाइस अब चाहिँ म टिका लगाउन थालेको. ल जमारा थाप छ र खोइ त के गरेको त्यो नेतार थाप छ र ल जमारा थाप ल भयो ल ल ल तेरो भाग ल है यहाँ छ तेरो भाग यहाँ छ ल खोइ त के गर यस्तो बेला हो के पहिला त्यो लाइदिन्छ गाउँ दियो लगाउ पखन अहिले टिका लगाइदिसकेपछि लाउनु. गाइस यो चाहिँ हाम्रो भोज अहिले खानको लागिरहे. आमाले रेडी पार्दै हुन्छ. गाइस यो चाहिँ आजको भोज. सो गाइस अब चाहिँ म पिङ खेल्न जान थालेको. अहिलेको पिङ देखाएको. सो गाइस यहाँ चाहिँ एउटा दाइ मचिरहनु भएको छ. सो गाइस अब चाहिँ म चाहिँ पिङ खेल्न थालेँ. Ragdim.
गाइज अब चाहिँ म मचिन थालेँ भिडियो बनाएर आउनु न ब्लग हो कहाँ जाँला जा जा हेर्नु त गाइस अझै माथि दाइ अझै माथि पुर्नु सो गाइज मैले पिङ खेलेर आइसकेँ अब घरमा एकछिन बस्छु आज चाहिँ गाइज दिदीहरू आउँदै हुन्छ घरमा टिका लाउन सो हेलो गाइज आज मेरो घरमा दादाहरू आउनुभएको छ मेरो घरमा दिदी आउनुभयो अनि दिदीले हामीलाई कोसेली ल्याइदिनु भएको दसैँको अनि आमाले आमाले नि कोसेली किने आमाको आफ्नै पसल छ सो गाइज म चाहिँ अब यहाँ तेल लिन आएको पूजा कोठामा त्यहाँ अब आमाले दिदीहरूलाई दिदी बिना चाहिँ दादाहरूलाई टिका लगाइदिनुहुन्छ भ्लग बनाएर आयो भेना चाहिँ लाउनु सो गाइज अब चाहिँ हामी कल जान थालेको खाना कल जाने गाइज आज चाहिँ यो यता हाम्रो डाइनिङ रुम आज ठुलो ठुलोले चाहिँ बनाउनु भयो दसैँको दिदीहरूलाई म र दादा सो गाइज बाई आजको भ्लग सक्यो